नमस्कार दर्शकवृन्द, म राज कार्की झापाबाट सुन चाँदी पसल युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आजको ताजा सुन चाँदी दरभाउ लिएर उपस्थित भएको छु। आज बजार खुल्दा सुन र चाँदीको मूल्यमा कस्तो फेरबदल आयो त? कि आज भाउ घट्यो वा बढ्यो? धेरैको चासोको विषय बनेको आजको आधिकारिक रेट र बजारको अवस्थाबारे हामी यो भिडियोमा चर्चा गर्नेछौँ। भिडियो अन्तसम्म हेर्नुहोला ताकि तपाईले कुनै पनि महत्त्वपूर्ण जानकारी नछुटाउनुहोस्। यदि तपाईँ गहना बनाउने वा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि निकै फलदायी हुनेछ। तपाईहरूलाई थाहा नै होला, वैशाख महिनामा व्रतबन्ध, जन्मोत्सव, बिहेको सिजन नजिकिँदै जाँदा नेपालमा सुनको माग बढ्न सक्छ, जसले गर्दा स्थानीय बजारमा केही चाप पर्न सक्छ। त्यसैले उपयुक्त अवसर हेरेर आफ्नो निर्णय लिनु बुद्धिमानी हुनेछ। आज 2083 वैशाख 25 गते शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला 2,49,900 रुपियाँ कायम गरिएको छ। हिजो बिहिबारको तुलनामा आज सुनको भाउ प्रतितोला 1,300 रुपियाँले बढेको छ। हिजो 2,98,600 मा रहेको सुन आज 3 लाख पुग्न मात्र 100 रुपियाँ बाँकी छ। त्यस्तै चाँदीको मूल्यमा भने आज आक्रामक वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला 5,275 रुपियाँमा कारोबार भइरहेको छ। चाँदीमा हिजोको तुलनामा आज एकै दिन 120 रुपियाँले वृद्धि भएको छ। यो मूल्य चाँदीको इतिहासकै उच्च बिन्दुमध्ये एक हो। तपाईलाई के लाग्छ, यो साता सुनको भाउ अझै घट्ला कि फेरि बढ्ला? आफ्नो विचार कमेन्टमा पक्कै लेख्नुहोला। दैनिक रूपमा यस्तै आधिकारिक र विश्वसनीय सुनचाँदीको अपडेटका लागि हाम्रो च्यानल सुन चाँदी पसललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियो मन परे लाइक र शेयर गरिदिनुहोला। भोलि फेरि नयाँ अपडेटका साथ भेट्नेछौँ। धन्यवाद।